नमस्कार। आज माघे सङ्क्रान्ति 2082 सालको हामी चाहिँ एक्चुअली रबुवा बजारमा जाँदैछौँ। यो माझी गाउँमा पुगिसकेको छौँ हामी र यति बेला हामी हिँडिरहेको छौँ र यो माझी गाउँको ओह्रालोमा निकै गरगरे ढुङ्गाहरू, बाटो अप्ठ्यारो छ। यो ठाउँ ठाउँमा पुरै ढुङ्गाको बाटोहरू रहेको छ। यहाँबाट हामी निरन्तर अगाडि बढिरहेको छौँ। हामी माघे सङ्क्रान्ति मेला यो मुखमा पुगिसकेको छौँ। बजारमा हामी के छ यहाँ सबै यहाँहरूले देख्न सक्नुहुन्छ। यति बेला माछा, खुकुरीको व्यापार, यहाँ होटलहरू पनि रहेको छ। जेरी निकै नै चिसो मौसममा गुलियो चिजहरू खाँदाखेरि जिउ तातिन्छ भन्ने भनाइ छ र यहाँ जेरी निकै नै बनाइरहनु भएको छ र तारा श्रेष्ठ पनि यहाँ क्रिस्टिना छोरीसँग बजार भर्दै हुनुहुन्छ। खेलाउन किन्दै दुधकोशी नदी, यो चाहिँ ओखलढुङ्गा र खोटाङको सिमाना सुरक्षाकर्मी जाडोमा न्यानो लुगा किन्दै हुनुहुन्छ। तारा श्रेष्ठ बुता दिदी हरिपुर मित्र दिदी आइपुग्नु भएको छ। गीत बनाइरहनु भएको छ, उहाँले गीत गाउँदै। यो अर्खौलीको भाँडा पसल हाम्रो नस्पाते रामदाईको छोराहरू विभिन्न जडीबुटीहरू उखु निकै प्रख्यात ठाउँ उखुको लागि यो रबुवा मेला। विभिन्न भाँडा पसलहरू, विदेशी पर्यटकहरू पनि यहाँ मेलामा आउनुभएको छ है। विदेशी पर्यटकहरू मुचुरको प्वाख निकै राम्रो लाखेको जङ्गल र यति बेला रबुवा बजारको यो रबुवा गाउँमा प्रवेश, माछा व्यापार, यहाँ स्थानीयहरूको निकै व्यापार चलेको छ आज। व्यापारहरू चलिरहेको छ। बस्ने ठाउँ र यहाँबाट उता चाहिँ अहिले रबुवामा एउटा दुधकोशी नदी ओखलढुङ्गा र खोटाङ जोड्ने उसको लागि चाहिँ यहाँ बेली ब्रिज बन्दैछ। यो ब्रिजको लागि चाहिँ अहिले विभिन्न फन्डिङको कामहरू भइरहेको छ। पिल्लरको लागि कोसीलाई सानो गरेर पानी एकपट्टि बनाइएको छ र यो धेरै नै पुरानो पुल खोटाङ र ओखलढुङ्गाको नाका। मासु बेच्दै हुनुहुन्छ, सुँगुरको मासु, त्यसै गरी विभिन्न खेलहरू पनि यहाँ खेलाइएको छ। भलिबल, त्यसै गरी यो नम्बर 93 बजारमा विभिन्न व्यापारहरू र हामी यो दुधकोशी नदीमा साना फुच्ची छोरी क्रिस्टिना खेल्दै हुनुहुन्छ। यति बेला दुधकोशी नदी निकै सङ्गौलो पानी छ, यहाँ माछाहरू पनि पौडिरहेको छ। यसैमा हामी केही क्षण रमाइरहेको छौँ। यहाँ दुधकोशीको स्वच्छ पानीमा छोरीसँग केही बेर रमाउँदै यो चाहिँ ओखलढुङ्गा जिल्ला र खोटाङ जिल्लालाई छुट्याउने सिमानाको रूपमा दुधकोशी नदी अवस्थित रहेको छ। रबुवा बजार यसैको आसपासमा निकै पुरानो बजार हो यहाँ।